ल साथीहरू सिक्ने होइन त यस्तो क्युट कोरियन लुक्स क्रिएट गर्न। हेलो साथीहरू, आज चाहिँ म तपाईँहरूको बिचमा फेरि पनि मेकअपको ट्युटोरियल लिएर आइसकेको छु। सो भिडियोलाई स्किप नगरिकन स्टेप बाई स्टेप प्रोसेस हेरेर सिक्नुहोला। र स्टार्टिङमा तपाईँहरूले देखिहाल्नुभयो मेरो विदाउट मेकअपको फेसमा चाहिँ मैले फेस मास्क लगाएको छु। अनि फेस मास्कले चाहिँ फेसमा धेरै किसिमको बेनिफिट गर्छ, जस्तै हाइड्रेट गर्न, स्किन टाइट गर्न, सफ्ट गर्न अनि ग्लो गर्नको लागि। त्यसैले चाहिँ मैले मेकअपभन्दा अगाडि युज गरिरहेको छु। अनि त्यसपछि मैले मोइस्चराइजर र सनस्क्रिन युज गरेको छु। मात्रा कति लाएँ त भिडियोमा हेर्नुहोला। र मैले चाहिँ मोइस्चराइजर र सनस्क्रिनलाई फुल फेसमा राम्रोसँग लाएर ब्लेन्ड गर्दैछु हातकै सहायतामा। अनि त्यसपछि युज गर्दैछु प्राइमर जेल। यसले चाहिँ फेसको ओपन पोर्सलाई मिनिमाइज गर्नुको साथमा मेकअपलाई स्मुथ गर्न र होल्ड गर्नको लागि मद्दत गर्छ। सो मैले यहाँ प्राइमर लगाइसकेर पनि फाइनली फाउन्डेसनलाई युज गर्दैछु फेसमा। र फाउन्डेसनलाई चाहिँ मैले हातले नै ब्लेन्ड गर्दैछु, किनभने यो चाहिँ बेस बसाउनुको लागि मात्र हो। र टर्न आयो अब हाम्रो आइब्रोजको। हामीले आइब्रो बनाउँदा बिगिनरहरूले चाहिँ सधैँभरि पछाडिबाट कोर्नु पर्ने हुन्छ, किनभने अगाडिबाट कोर्यो भने चाहिँ हाम्रो एकदमै अननेचुरल टाइपको देखिन्छ, भद्दा देखिन्छ। त्यही भएर चाहिँ जहिले तहिले पछाडिबाट सेप ल्याउँदै अगाडि हल्का स्याडो मात्र क्रिएट गर्नु होला। त्यसले गर्दा चाहिँ हाम्रो नेचुरल ब्राउज लुक चाहिँ क्रिएट हुन्छ। ब्राउज बनाइसकेपछि मैले चाहिँ कन्सिलर लिएर आइब्रोलाई कट गरेँ। अनि हाम्रो आइब्रो कटिङले चाहिँ ब्राउजको सेपलाई डिफाइन गर्नुको साथमा आई मेकअपको लागि पनि बेस बनाउन हेल्प गर्छ। अनि कन्सिलरलाई सेट गर्नको लागि लुज पाउडर युज गर्दैछु। त्यसपछि हाम्रो स्टार्ट हुन्छ आई मेकअप। आई मेकअपको स्टार्टिङमा मैले बेस कलरमा चाहिँ नेचुरल सेड लिएको छु। अनि हामीले आई स्याडोलाई अप्लाई गर्दाखेरि चाहिँ सधैँभरि आउटसाइडबाट इनर कर्नरमा जानुपर्छ, ब्लेन्डिङ गर्दै रोल गर्दै र पछाडि आउँदै गर्दै। अनि सेकेन्ड सेटमा चाहिँ मैले लाइट पिङ्कलाई अप्लाई गर्दैछु सेम प्रोसेसमा। अब हाम्रो आई स्याडो अप्लाई कम्प्लिट भइसकेपछि पालो आयो सिमरको। सिमरलाई चाहिँ मैले आईको मिडल पार्टदेखि इनर कर्नरसम्म लगाएको छु, तपाईँहरूले देखिराख्नु भएको छ। र हाम्रो आईको अप्पर मेकअप सकिसकेपछि लोअर ल्यासेसको मेकअप बाँकी रह्यो। त्यसको लागि चाहिँ मैले कन्सिलरलाई फेरि पनि अप्लाई गरेँ। त्यसपछि फेरि पाउडरले सेट गरेर लोअर ल्यासेसमा सेम माथिको जस्तै प्रोसेसमा मैले आई स्याडोलाई अप्लाई गर्न थालेँ। फर्स्टमा नेचुरल सेडलाई मैले आउट कर्नरदेखि इनर कर्नरसम्म मजाले ब्लेन्डिङ गरेँ। त्यसपछि मैले सेकेन्डमा लाइट पिङ्कलाई हल्का युज गरेँ। त्यसपछि फ्ल्याट ब्रस लिएर ब्राउन सेडले चाहिँ लोअर ल्यासेसमा लाइन क्रिएट गर्न थालेँ, किनभने यसले चाहिँ हाम्रो लोअर ल्यासेसलाई फुलर देखाउँछ, जसले चाहिँ कोरियन लुकलाई क्रिएट गर्दछ। र जुन लाइनिङलाई मैले क्रिएट गरेको थिएँ त्यसलाई चाहिँ हाइलाइट गर्नको लागि कन्सिलर युज गरेँ, जसले चाहिँ हाम्रो डिफाइन गरेर हाम्रो लाइनिङलाई देखाएको छ। अनि मैले क्रिएट गरेको लोअर लाइनिङमा नेचुरल ल्यासेस नभएको कारणले गर्दा चाहिँ मैले ड्र गरेर नै यसलाई चाहिँ क्रिएट गरेको छु। तपाईँहरूले पनि यसरी नै जुगाड पनि गर्न सक्नुहुन्छ। र त्यसपछि फाइनली आइकलले दुवै साइडको ल्यासेसलाई कर्भ गर्दै मस्करा लगाउँदैछु। र तपाईँले देख्न सक्नुहुन्छ मेरो ल्यासेस यसरी भयो। र यहाँ मैले कुनै फेक ल्यासेसलाई अप्लाई गरेको छैन। र अब चाहिँ हाम्रो आई मेकअप कम्प्लिट भइसकेको छ। अब स्टार्ट हुन्छ हाम्रो फेस मेकअप। फेस मेकअपको स्टार्टिङमा हामीले फर्स्टमा अप्लाई गर्ने भनेको नै फाउन्डेसन हो, जसलाई चाहिँ मैले फेसमा, नेकमा, इयरमा मजाले अप्लाई गरेँ। त्यसपछि पाउडरले राम्रोसँगले सेड गरेँ। र फेस मेकअपको सेकेन्डमा हामीले अप्लाई गर्ने भनेको कन्टुर हो, जसलाई चाहिँ हाम्रो ज लाइन, चेकबोन, नोज अनि निधारको एरियामा कन्टुर गर्छौँ, जसले चाहिँ हाम्रो सेपलाई चाहिँ इन्हान्स गरेर देखाउन मद्दत गर्छ। किनभने फाउन्डेसनले चाहिँ हाम्रो फेसको सबै सेपलाई चाहिँ हाइड गरेको हुन्छ। त्यही भएर चाहिँ फेरि पनि पुनः इन्हान्स गरेर देखाउनको लागि चाहिँ हामीले कन्टुर गर्नै पर्ने हुन्छ। कन्टुर पछि आयो हाम्रो ब्लसको टर्न। ब्लसले चाहिँ हाम्रो नेचुरल ग्लो देखाउनको लागि चाहिँ एकदमै मद्दत गरिरहेको हुन्छ। अनि हामीले ब्लस लाउँदा चाहिँ कोरियन लुक्समा चाहिँ सधैँ हाम्रो चिकबोनदेखि लिएर नोज एरियासम्म नै अप्लाई गर्नुपर्ने हुन्छ। र अब लास्ट एन्ड फाइनल हाम्रो लिपस्टिकको टर्न आयो। कोरियन लुक्समा चाहिँ हामीले लिपस्टिक अप्लाई गर्दा हाम्रो लिपको मिडल पार्टको क्लोजभित्र हामीले लाउनु पर्ने हुन्छ। त्यसपछि मात्र आउटसाइडमा हल्का लाइटली अप्लाई गर्न सक्छौँ। र मैले कसरी लगाएँ तपाईँले पनि हेर्न सक्नुहुन्छ। र त्यसपछि हाम्रो फाइनली ग्लसको टर्न आयो। ग्लसलाई चाहिँ मैले हल्का लगाएको छु, तपाईँले देख्न सक्नुहुन्छ मेरो फाइनली लुक्स। र आजको मेरो मेकअपको ट्युटोरियल हजुरहरूलाई हेरेर कस्तो लाग्यो कमेन्ट गर्नुहोला। र साथमा नेक्स्ट कुन मेकअपको ट्युटोरियल हजुरहरू चाहनुहुन्छ त्यो पनि कमेन्ट गरेर भन्नुहोला। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।